भिडियो खिच्दैछु फोटो खिच्दैछु कलर फोटो अब सबै कार्यक्रम सकेर चाहिँ नाम सबले के दिने होला नि क्लोजर आउनु ज्ञान भयो कि ढोग्नु पर्छ जुत्ता खोलेर केक चाहिँ केक एकछिन जुत्ता खोलेर नि भाइले बेबीलाई त खानु दिनु पर्दैन ल ए होइन होइन एकछिन होला राम्रो आउँदैछ कि त्यो राख्ने नाम चाहिँ यसो सर फोटो खिचिदिनु भाइ फोटो खिचिदिनुहोस् न फोटो यहाँ जोइको अब केक काटौँ तपाईँ दुईजनाले ए अब उयो लिएको छ कोइन सिक्का के लु हो त्यो चाहिँ गर्नुपर्छ हौ पछ्यौरामा ए हो त्यो उडा त अब छेउमा ज्वरो बाँध्नुपर्छ जिन्दगीभरि ए 7 जुनीसम्म नपुसिने गरी बाँध्नुपर्छ यो त जान्छ छोडेर कोइन त यहाँ चाँदीको पैसा चाहिँ यो बाँधिदिनु पर्छ भाइले नै यतादेखि लेपट्टिको कोइन हो मलाई थाहा भएन यो चाहिँ बहिनीले नै हराउनु हुँदैन नि अब यो होइन त्यो त लगनमा बान्छ होइन र थाहा भएन है ए होइन त्यो कोइन चाहिँ के कोइन त लगनमा हो क्या अब चाहिँ बन्धन बाँध्यो है बन्धन बाँध्यो अब चाहिँ अब दुईजना कठिन यात्रा आए पनि भाइले पनि अब सँगै हिँडाउनु सक्छु बहिनीले पनि सँगै यात्रा गर्नु सक्छु भनेर चाहिँ पक्का एकदम यो चाहिँ दुईजना बन्धनमा बाँधेको बन्धन हो है एकदम अब चाहिँ दुईजनाले चाहिँ अब कहिल्यै पनि छोटो शब्द छ त्यसको अर्थ चाहिँ बुझ्नु है बन्धन भनेको चाहिँ तपाईँहरू जस्तोसुकै अवस्था जस्तै चुनौती आइपरे पनि अब चाहिँ साथ छोड्नु भएन चाहे होइन जस्तोसुकै भनेपछि बुझ्नुहोस् न होइन धेरै व्याख्या नगरेको त्यति भयो अब जस्तोसुकै परिस्थितिमा मैले अघि भने आकाशको परि कि कहाँको परि आयो भने तपाईँले आँखा लाउने छैन त्यही पनि जस्तैसुकै आए पनि
प्रतिज्ञा गरेको मैले दाहिने हात उठाएर सारा पूजनाले गरेको बोल्दै ओके ठिक छ अब चाहिँ अब त अहिले गर्ने सबैमा हाम्रो